गाइस आज चाहिँ हामी अब मन्सङ घुम्न जाने भनेर प्लान गरेर यसो गाडी पनि यसो हेरेको पुरा मैला रहेछ हो। अन्त गाडीलाई साफसफाइ गरेर हल्का पुछपाछ गरेर चाहिँ अब मन्सङको लागि निस्किनको लागि रेडी भएको। यो मन्सङको लागि निस्क्यौँ अब हामी। बाटो पनि साह्रै राम्रो छैन हाम्रो अलिकति चाहिँ, त्यही भएर अब चाहिँ राम्रो बाटोमा आइपुगेर अब माथि गुम्बा मोनेस्ट्री आइपुग्यो हामी हो। मोनेस्ट्री हुँदै हुँदै फेरि मन्दिर पनि त्यही छेउछाउमै छ मन्दिर र गुम्बाहरू हो। अन्त मन्दिर हुँदै हुँदै अब हामी हेर्नुहुन्छ यो मन्सङको बाटो अब यहाँबाट सुरु भयो 17 माइल काटेर हो। एकदम राम्रो छ यहाँनिरको वेदरहरू, तपाईँको बाटोहरू। आर्मी क्याम्प अब अगाडि आर्मी क्याम्प भेट्छ हो। आर्मी क्याम्प हुँदै हुँदै हामी हेर्नुहुँदैछ आर्मी क्याम्पको गेट हो यो हो। एउटा गेट यता छ हो। हामी सिएसटीहरू आउनु पऱ्यो भने यहीँ जान्छ। अन्त अर्को गेट यहाँ हो अगाडि अर्को गेट छ हो। त्यहाँनिर चाहिँ ड्युटी पनि बसेको हुन्छ। ड्युटी पनि बसिरहेको होला यहीँ दुईजना ड्युटी बसिरहेको रहेछ हो। यो ओह्रालो चाहिँ अब मन्सङको बाटो। यहाँनिर पनि अब बाटो चाहिँ राम्रो छ तर अलिक सानो बाटो भएको कारणले गर्दा दुईवटा गाडी राम्ररी छिर्दैन र यसो अब साइड दिँदै बिस्तारै बिस्तारै हिँड्नुपर्छ। यहाँ बाटो राम्रो छ, हेर्नु छ वेदरहरू, सराउन्डिङहरू, भ्युजहरू। तपाईँले यहाँबाट अब पुरा तल के अरे रम्फूहरूको ब्रिजहरू सबै देख्न सक्नुहुन्छ। यो मन्सङ बस्ती हो, यो मन्सङ गाउँ हो। फाइनली हामी मन्सङ पुग्यौँ। मन्सङ पुगेर हामीले फोटोसोटो क्लिक गऱ्यो। मन्सङ भ्यू पोइन्ट यहाँनिर आई लभ मन्सङ लेखेको उयो छ, तपाईँको भ्यू पोइन्ट छ। तपाईँहरू घुम्नु आउनु सक्नुहुन्छ यहाँनिर एकदम राम्रो। हाम्रो चाहिँ वेदर क्लियर भएकोले गर्दाखेरि चाहिँ यहाँनिर अब के अरे राम्रो भ्यूहरू पायो। फोटो खिच्नको लागि रेडी भइरहेको छ दुईजना हो। कोही फोटो खिच्दैछन् उता। फोटो खिचिसकेर चाहिँ अब हामी फेरि धेरै बेर बसेन, एकछिन बसेर हामी ब्याक भइहाल्यो। बाटोमा आउँदा हेर्नु चाहिँ दामी दामी होमस्टेहरू, गाडीहरू, मान्छेहरू, टुरिस्टहरू, थुप्रो टुरिस्टहरू आउनुहुन्छ यहाँनिर चाहिँ हो। त्यस्तै हेर्दै 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 हामी चाहिँ रिटर्न